यदि तपाईहरु मेरो रेगुलर भ्युअर हुनुहुन्छ भने चाहिँ यु गाइज नो हाउ मच आई लभ फार्मेसीको मेकअप प्रडक्टहरु। अनि धेरै जनाले मलाई सोधिराख्नु भएको हुन्थ्यो फार्मेसीको मेकअप प्रडक्टहरु चाहिँ कहाँबाट लिने भनेर। गुड न्यूज फर यु, फार्मेसीको मेकअप प्रडक्टहरु चाहिँ सबै नै जीबी मा अभाइलेबल छ। आज मसँग छ फार्मेसीको 3टा मेकअप प्रडक्टहरु। फर्स्टमा छ फार्मेसी VFX प्रो फाउन्डेसन। सो यो फाउन्डेसन चाहिँ मैले पहिला पनि एकदमै धेरै युज गरिसकेको हो। मलाई चाहिँ पर्सनली यो फाउन्डेसन एकदमै धेरै मन पर्छ। सो मैले युज गर्न लागेको सेड चाहिँ W04 हो। यो सेड चाहिँ मलाई अलिकति लाइट भयो तर मैले यसलाई चाहिँ म्यानेज गरेर युज गरेको छु। यो फाउन्डेसन चाहिँ एकदमै लाइट वेट, ब्लेन्ड मजाले नै हुन्छ अनि यसले चाहिँ मिडियम टु फुल कभरेज पनि प्रोभाइड गर्छ। नेक्स्ट प्रडक्ट मसँग छ फार्मेसीको मिडनाइट टच लिक्विड हाइलाइटर इल्युमिनेटर। यो प्रडक्ट चाहिँ मैले फर्स्ट टाइम ट्राई गरेको अनि मलाई एकदमै मन पर्यो। कस्तो मजाको ठुल्ठुलो सिमरी पार्टिकल्सहरु छैन, एकदमै स्किनको भित्रबाट नै ग्लो आएको जस्तो देखाउँछ यसले चाहिँ। सो यो चाहिँ तपाईले एज अ हाइलाइटर पनि युज गर्न सक्नुहुन्छ, एज अ इल्युमिनेटर पनि युज गर्न सक्नुहुन्छ। लास्ट धेरै जनाको फेभरेट, मेरो पनि एकदमै धेरै फेभरेट फार्मेसीको म्याट लिक्विड लिपस्टिक इन द सेड 09 वाइल्ड रोज मा छ। यो लिपस्टिकको चाहिँ जति तारिफ गरे पनि पुग्दैन। यो लिपस्टिक मैले स्टार्टिङ देखि युज गरेको, अहिलेसम्म पनि युज गरिरहेको छु। सो मलाई चाहिँ पर्सनली एकदमै धेरै मन पर्छ अनि प्रोफेसनली पनि मैले यो लिपस्टिक युज गरिरहेको छु। एकदमै कम्फर्टेबल, लिप्समा कक्रक्क हुँदैन, ड्राई आउट गर्दैन लिप्सलाई, एकदमै लङ लास्टिङ पनि छ। यदि तपाईहरुले फार्मेसीको मेकअप प्रडक्टहरु लिन चाहनुहुन्छ भने चाहिँ जीबीबाट परचेज गर्न सक्नुहुन्छ र मेरो कोड 26 अस्मिता 5 युज गर्नुभयो भने चाहिँ एक्स्ट्रा 5% अफ पनि पाउन सक्नुहुन्छ।